नमस्कार, म जीएन शर्मा। संसदमा विपक्षी दलहरूले निरन्तर प्रधानमन्त्रीको खोजी गरिरहे। संसदकै नियमावलीमा उल्लेख भए अनुसार संसदको बैठकमा प्रधानमन्त्रीले आएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने देखिन्छ र हो पनि नियमावलीमा पनि लेखिएको छ र परम्परा पनि छ कि सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्नोत्तर हुन्छ, त्यहाँ मासिक रूपमा हुन्छ, त्यो समय मिलाएर हुन्छ, तर प्रधानमन्त्री आउनुपर्छ। अर्को एउटा विकल्पमा कहिलेकाहीँ प्रधानमन्त्रीको उपस्थिति हुन नसक्दा सोसँग सम्बन्धित विषयका मन्त्रीले पनि आएर जवाफ दिन्छन्, तर त्यो सधैँलाई हुँदैन कि प्रधानमन्त्री पनि भनेको समयमा उपस्थित हुन नसक्दा फेरि बरु अर्को समय तालिका बनाइन्छ। मन्त्रीले आएर जवाफ दिने भनेको प्रधानमन्त्रीको बदलामा भनौँ न, त्यो चाहिँ अपवादको रूपमा पनि लिइन्छ। तर राम्रो के हो भने सांसदहरूको जिज्ञासा, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनु राम्रो हो। तर यो ब्रेक भइरहेको थियो र सांसदहरूले संसदमा खोइ प्रधानमन्त्री भनिरहँदा प्रधानमन्त्री बालेन्द्र शाहले संसदको बैठकमा अकस्मात जस्तो आएर नेपाल भारत सीमाका विषयमा दिएको अभिव्यक्ति अहिले पनि त्यत्तिकै चर्चाको विषय छ र विवादमा पनि छ। सांसदहरूले विशेष गरेर विपक्षी दलका सांसदहरूले भनौँ, विशेष गरेर होइन, विपक्षी दलका सांसदहरूले, सत्ता पक्षकाले भनेका छैनन्, उनीहरूले प्रधानमन्त्रीको त्यो अभिव्यक्ति नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनलाई बारम्बार भनी पनि रहेका छन् र संसदमा प्रधानमन्त्री चाहियो भन्दै अवरोध पनि उनीहरूले गरिरहेका थिए भन्नु पर्यो अब आजदेखि। किनभने उनीहरूले सभामुख डीपी अर्याललाई पटक पटक प्रधानमन्त्रीलाई संसदमा सांसदहरूको जवाफ दिनका लागि रुलिङ गरिदिनु पर्यो सभामुख महोदय भनिरहेका थिए। सम्माननीय सभामुख महोदय, खोइ प्रधानमन्त्री तपाईँले रुलिङ गरिदिनु पर्यो भनिरहेका थिए। तर अहिलेसम्म सभामुखले पनि त्यो विषयमा खासै चासो राखेको जस्तो देखिँदैन थियो। किन म यहाँ थियो भन्दैछु भने आजको संसदको बैठकमा सभामुख डीपी अर्यालले रुलिङ गरेका छन् र केही महत्त्वपूर्ण उनले निर्णय पनि भनौँ न, निर्देश पनि गरेका छन् सरकारलाई। योसँग सम्बन्धित एउटा संक्षिप्त समाचार म यहाँहरू समक्ष राख्न गइरहेको छु। विपक्षी दलहरूले संसद सुरु भएदेखि नै निरन्तर उठाउँदै आएको प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा उपस्थित गराई सांसदको प्रश्नको जवाफ दिनुपर्ने माग अन्ततः सभामुख डीपी अर्यालले पूरा गरिदिएका छन्। प्रतिनिधि सभाको नियमावलीमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि त्यसको कार्यान्वयन नभएको भन्दै विपक्षी दलहरूले लामो समयदेखि संसदमा विरोध र अवरोध गर्दै आएका थिए। तर सोमबार सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन औपचारिक रुलिङ गरेपछि विपक्षीहरूको मुख्य माग सम्बोधन भएको छ। यो लामो समयदेखि संसदमा विपक्षी दलहरूले अवरोध पनि गर्दै आएका थिए, प्रधानमन्त्री चाहियो संसदमा भनेर, र विरोध पनि गर्दै आइरहेका थिए। मैले अगाडि पनि भने सभामुखले पनि रुलिङ गरिरहेको देखिँदैन थियो त्यहाँनेरि, तर आज सभामुखले नै रुलिङ गरे कि अब संसदमा प्रधानमन्त्री उपस्थित भइदिनुहोस्, तपाईँ हुनुपर्छ भनेर। र अहिलेसम्म विपक्षी दलहरूको, विपक्षी सांसदको भनौँ न, एउटा मुख्य माग आज सभामुखले सम्बोधन गरेका छन्। त्यसै गरेर विपक्षी दलहरूले प्रतिनिधि सभा नियमावलीको पालना गराउन सभामुखबाट रुलिङ हुनुपर्ने माग गर्दै पटक पटक संसद अवरोध गर्दै आएका थिए। उनीहरूले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउनु पर्ने र नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्री प्रत्यक्ष प्रश्नोत्तरका लागि सदनमा उपस्थित हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका थिए। लामो समयसम्म सभामुख अर्यालले विपक्षीहरूको मागलाई तत्काल सम्बोधन नगरेको भन्दै आलोचना समेत हुँदै आएको थियो। मैले अघि पनि भने, किनभने सभामुखले पनि खासै चासो दिएको देखिँदैन थियो। किनभने विपक्षी दलका सांसदहरूले लामो समयदेखि संसदमा प्रधानमन्त्री चाहियो भनिरहँदा सभामुखले त्यति नै खेर पनि रुलिङ गर्न चाहेका भइसक्थे, तर उनले गरिरहेका थिएनन्। तर यसलाई राम्रो भन्नुपर्छ, आज सभामुखले रुलिङ गरेका छन्। भदौको
भदौ महिनाको पहिलो दिन सोमबार सभामुख अर्यालले भने नियमावली कार्यान्वयनका पक्षमा स्पष्ट रुलिङ गरेका छन् भनेको आज उनले भने नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गरिरहनु भएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सांसदहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु भनेर आज सभामुखले संसदको यो नियमावलीका नियमहरू 55, 56, 57, 58, 59, 60 फेरि म भन्छु 56, 57, 58, 59, 60 बमोजिम भनेका छन्। प्रतिनिधि सभा नियमावली 2083 मा प्रत्येक महिनाको पहिलो हप्ताको पहिलो दिन प्रधानमन्त्री संसदमा प्रत्यक्ष प्रश्नोत्तरका लागि उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। यही व्यवस्थाको कार्यान्वयन माग गर्दै विपक्षी दलहरूले 3 महिनादेखि संसदमा आवाज उठाउँदै आएका थिए। सभामुखको रुलिङसँगै लामो समयदेखि विवादमा रहेको प्रधानमन्त्रीको संसदको उपस्थितिको विषयले अब नयाँ मोड लिएको छ भनेको माग पूरा भएका छन् भन्नु पर्यो। प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुख अर्याल आफै 3 पटक सिंहदरबार स्थित प्रधानमन्त्रीको कार्यकक्षमा पुगेको सभामुखको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सभामुख अर्यालले जेठ 7 गते, साउन 13 गते र साउन 26 गते प्रधानमन्त्री शाहलाई भेटेर प्रतिनिधि सभाको बैठकमा उपस्थित हुन आग्रह गरेका थिए। लामो समयदेखि माग राख्दै आएको विषयमा सभामुखबाट रुलिङ भएपछि विपक्षी दलका संसदहरूमा भने सुरुवाती रूपमा केही अन्यल देखिएको थियो। रुलिङपछि कांग्रेस, एमाले, नेकपा तथा श्रम संस्कृति सहित विपक्षी सांसदहरू बैठकमा बसे पनि सांसद अर्जुन नरसिंह केसी र पद्मा अर्याल भने केही समय अलमलमा देखिएका थिए। अन्य सांसदहरूले हाम्रो माग अनुसार रुलिङ भइसकेकाले अब बसौं भनेर सम्झाएपछि उनीहरू पनि आफ्नो कुर्सीमा बसेका थिए। नियम 56 मा प्रधानमन्त्री हरेक महिनाको पहिलो हप्ताको एक दिन संसदमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। यसअघि उक्त व्यवस्था कार्यान्वयन नभएको विषयलाई लिएर विपक्षी दलहरूले संसदमा लगातार दबाव सिर्जना गर्दै आएका थिए। यसैबीच सभामुख अर्यालले सोमबार सरकारका काम कारबाहीसँग सम्बन्धित अर्को महत्त्वपूर्ण विषयमा पनि रुलिङ गरेका छन्। विदेशमा रोजगारी तथा अन्य कामको सिलसिलामा मृत्यु भएका नेपाली नागरिकहरूको शव स्वदेश ल्याउन भइरहेको ढिलाइबारे सरकारले 3 दिनभित्र जवाफ दिनुपर्ने गरी उनले निर्देशन दिएका हुन्। यसअघि सरकारका काम कारबाहीबारे सांसदहरूले संसदमा आवाज उठाउँदा तत्काल सुनवाई नभएको भन्दै आलोचना हुँदै आएको थियो। तर सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र नेकपाका सांसद गोपाल शर्माले विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन भइरहेको ढिलाइ तथा सरकारको जवाबदेहिताबारे ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले 3 दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन गरेका छन्। सांसद गोपाल शर्माले जाजरकोट भूकम्पबाट प्रभावित रुकुम, जाजरकोट र सल्यान लगायतका क्षेत्रका नागरिकप्रति सरकार जिम्मेवार नभएको आरोप लगाए। उनले यसअघि आफूले सरकारलाई 9 दिनको समय दिएर कम्तीमा जवाफ दिन आग्रह गरेको भए पनि अहिलेसम्म जवाफ नआएको बताए। उनले सभामुख समक्ष घटनाप्रति संवेदनशील हुँदै तत्काल समय तोकेर सरकारलाई रुलिङ गर्न माग गरेका थिए। त्यस्तै सांसद आशिका तामाङले धादिङका सन्तोष रायको शव कम्बोडियाबाट नेपाल ल्याउन नसकिएको विषयमा सरकारप्रति आक्रोश व्यक्त गरिन्। संसदमा सांसदहरूले विषय उठाएपछि त्यसको कार्यान्वयन हुने अपेक्षा गरे पनि एउटै विषयलाई लिएर मन्त्रीदेखि सचिवसम्मका ढोका धाउँदै हिँड्नुपर्ने अवस्था आएको भन्दै उनले प्रश्न उठाइन्। तामाङले विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन राज्यले तत्काल पहल गर्नुपर्ने बताइन्। उनले भनिन्, यो कस्तो विधिको शासन हो सभामुख महोदय? कि त विदेशमा अलपत्र परि मरेका जति यो देशका नागरिक होइन भनेर सभामुख महोदयले यो राज्यले घोषणा गरिदिनु पर्यो, होइन भने तुरुन्त लास झिकाइदिनु पर्यो। सभामुख अर्यालले सोमबार संसदको समयलाई दलगत प्रचारको प्रयोग गर्न खोजेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुलभ खरेललाई पनि रोकेका छन्। आकस्मिक समयमा बोल्ने क्रममा खरेलले आफ्नो पार्टीले आगामी स्थानीय तह र प्रदेश चुनावका लागि उम्मेदवार छनौट तथा मनोनयनको तयारी स्वरूप क्यान्डिडेट क्लब सञ्चालन गरेको विषय उठाएका थिए। खरेलले देशभरबाट योग्य, विज्ञ तथा ऊर्जाशील युवाहरूलाई उम्मेदवारी छनौटका लागि आह्वान गरिएको र त्यसका लागि पार्टीलाई धन्यवाद दिन चाहेको बताए। तर सभामुख अर्यालले उक्त विषय आकस्मिक समयको विषय नभएको भन्दै उनलाई बीचमै रोकेका थिए। सभामुख अर्यालले भने माननीय सदस्यले आकस्मिक समय माग्नु भएको थियो, त्यसकारणले माननीय सदस्यको यो विषय कहीँ पनि आकस्मिक देखिँदैन, त्यसकारण बसौं माननीय सदस्य बसौं भनेर उनलाई बसाएका थिए।
सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालका यी 3 रुलिङलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्रीलाई नियमावली अनुसार सदनमा उपस्थित भएर संसदका प्रश्नको जवाफ दिन निर्देशन, विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउने विषयमा सरकारसँग 3 दिनभित्र जवाफ माग्नु र संसदको आकस्मिक समयलाई दलगत प्रचारमा प्रयोग गर्न खोज्दा सांसदलाई रोक्नुले सभामुखको कार्यशैलीमा परिवर्तन आएको सङ्केत गरेको देखिन्छ। लामो समयदेखि संसदमा उठ्दै आएको प्रधानमन्त्रीको जवाफदेहिताको विषयमा रुलिङ भएपछि अब प्रधानमन्त्री शाह निर्धारित प्रक्रिया अनुसार सदनमा उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने विषय भने थप चासोको विषय बनेको छ। मैले आज सभामुख डीपी अर्याल, डोल प्रसाद अर्यालले गरेका 3वटा महत्त्वपूर्ण निर्देशन भनौँ यसलाई यहाँहरू समक्ष छोटकरीमा प्रस्तुत गरेँ, जानकारी गराएँ। हस्।